यसरी एउटाले एउटालाई गाली गरिराख्ने हो भने त यो देश कसैले नि बनाउँदैन। हे गाइज, वेलकम टु माई न्यू भ्लग। सो म अहिले कलेजमा छु अनि अघि नै चाहिँ चेस भइरहेको थियो कम्पिटिसन। सो म हारिसकेँ अनि म हारेपछि निस्किँदैछु बाहिर अनि अहिले चाहिँ यहाँ बसिरहेको छु। सो चिसो हावा चलिरहेको छ है, हेर न बादल कस्तो छ। सो यो हो अनि यो चाहिँ हाम्रो इन्ट्री भयो। सो ग्राउन्डहरू यताउति जानु पर्यो, यहाँबाट गएर त्यहाँ गइनु भयो, तर यताबाट चाहिँ पार्किङहरू सबै यता छ। अनि एडमिनिस्ट्रेसन बिल्डिङ यो भइहाल्यो अनि यतापट्टि चाहिँ हाम्रो प्र्याक्टिकलको बिल्डिङहरू यता छ। यहाँको चाहिँ बिल्डिङहरू है पुरै म्याक्सिमम् के यस्तो स्टोनको टाइपको के त्यस्तै छ। अनि यहाँ चाहिँ कोही अब आज म चेस खेल्न आएँ, कोही उता क्रिकेट भइरहेको छ, कोही बास्केटबल खेलिरहेको छ। त्यो सब आफ्नै पारामा छ क्या। कोही लाइब्रेरीमा पढिरहेको छ, कोही यहाँ बसेर भिडियो बनाइरहेको छ, यस्तै छ। यहाँ नेपालको फ्ल्याग। सो यही नै थियो अनि अब झ्याउलाइसकेछ, निस्किदिनु पर्ला। अब चाहिँ म रुमतिर लाग्छु अनि अब निस्किन्छु यहाँबाट। सो बस्नु झ्याउलाइसक्यो अब त। यो ओरिएन्टेसनको अझै छ होला। म चेस खेल्न आएको थिएँ अनि खेलेँ, सकियो, अब लाग्छु। यस्तै छ, सब आफ्नो पारामा यहाँ त। म निस्केँ होइन क्या, कतै घुम्न पनि अहिले पछि निस्किनुला। कलेज जान कसले सजिलो छ भने यहाँ आएर त यस्तो बाटो चढेर जाने हो। कलेज जान सजिलो छ, सजिलो छैन नि, गाह्रो छ। यस्तो बाटो हिँड्नुपर्छ है। यहाँबाट खुट्टा चिप्लियो भने के हुन्छ? यस्तो बाटो चढ्नुपर्छ। कहाँ स्कुल जान सजिलो छ? स्कुल जान सजिलो छैन यहाँ। यहाँ आएर अब यति माथि चढ्नुपर्छ यस्तो गरेर। अनि हुन्छ त, यस्तै छ है। अनि लाग्दिएँ म जस हो, यो बाटोमा चाहिँ एकदम शान्त हुन्छ क्या त्यो एरिया। यहाँ धान थियो अस्तिसम्म, अहिले चाहिँ यहाँबाट धान काटिसकेको रहेछ। यतातिर भर्खर धान काट्ने बेला हुँदो रहेछ। लगभग धेरै भएको भए 1 हप्ता 1-1.5 हप्ता भयो होला यो धान यहाँ नभएको। ओ ल, म रुमतिर चल्ने झ्याउला पनि यार, जहाँ गए पनि झ्याउ मात्र लाग्छु कि यार। नि खेल्न नि मन लागेन के, नेटमा क्रिकेट खेलेर बसेको भए पनि हुन्थ्यो, तर खेलिनँ। यहाँ त कस्तो देखिरह्यो। ल अब क्यार्ने हो त नि, झ्याउला हिस्दै छ मेरो पार। सो गाइज, अब रुममा बस्दा नि अल्छी लाग्यो क्या, कति चलाउनु मोबाइलले। यस्तो निस्किँदैछु म, फरक एउटा रोडमा निस्केको छु, यसो डुलम भनेर होइन। अनि देशको अलिक कुरा गर्नु पर्दाखेरि, अनि अहिले नेता हुन के एउटा दलले अर्को दललाई गाली गर्दैछ, भन्ने नभन्ने सबै भनिदिए नेता। त्यसरी नेता भइन्छ? यस्तो चलिरहेको छ देशमा।
म यहाँ नयाँ बाटो आयो यार कता निस्किन्छ गजब बाटो यहाँ पनि दुईवटा त्यो बाटो म यताबाट आएको थिएँ यहाँबाट यता कता निस्किन्छ यहाँबाट अझै तल जाने बाटो तलबाट यता र यता दुईवटा लेफ्ट एउटा सिधै एउटा राइट टर्न दुईवटा बाटो रहेछ कता निस्किन्छ हौ यता कालो रहेछ अरे यहाँ गजब छ त यार यता के छ यता रेसोर्ट यता रेसोर्ट रहेछ केटा हो रेसोर्ट ओहो यो पहाड त नजिकै देखिन्छ त यहाँबाट त पहाडतिर पुग्ने बाटो है चाहिँ क्या हो बाहिर चाहिँ चिसै छ है जस त्यति चिसो पनि छैन जस टोपी सपी लाउँदा ठिकै छ गजब छ त हौ यताबाट जान्छ कता म काय गजब छ त हौ यता फर्स्ट टाइम निस्केको त्यही पहाड त कति नजिकै देख्छ यही मिट हुन्छ कि क्या हो म धेरै टाढा चाहिँ जाँदिनँ अनि रुममा बस्दा नि अल्छी लाग्यो भने कति बस्नु अब बिहानतिर लगभग 10-11 बजीतिर त कलेज गर्थेँ अब यसबाट त यहाँ निस्किन्छ केटा त म कहाँ निस्केँ गजब होइन त ए यो त र यो बाटो निस्किँदै यताबाट यता निस्क्यो गजब छ त यहाँबाट त यसरी यो पहाड यही त रहेछ यहीबाट अट्याच रहेछ त नजिकै रहेछ जानु पर्यो अलि यतासम्म यस्तै छ हेर एक्लै हिँड्नु पर्ने एक्लै हिँड्नै मजा आउँछ यार बरु म निस्किएन क्या नभए म मेरो सोच अबको निस्किने भनेको अब आफू एक्लै झ्याप्पै गइयो भने गइहालिन्छ होइन अरू कुर्नुभन्दा यही नै हो यो पहाडहरू त कति यहीबाट ढ्याक्क देखिरह के बनाउँदै रहेको रहेछ यहाँ निस्किँदो रहेछ यार बल्ल थाहा भयो यो बाटो यताबाट कता निस्किन्छ थाहा छैन बट यो रोडको बाटो यताबाट यस्तो रहेछ हिँडेपछि नयाँ ठाउँ चाहिँ थाहा पाइन्छ क्या जे अब यहाँबाट कता जान्छ भन्ने कुरा हो यो बाटो कता निस्किन्छ होला यो बाटो अलि ओरसम्मै छ खोला रहेछ क्या यार खोलाको आवाज आइरहेको जस्तो माने भइन्छ वहाँ खोला पनि रहेछ त्यो खोला रहेछ कस्तो साउन्ड आइरहेको क्या खोलाको गजब छ उतै जान्छ यहाँभन्दा टाढा नजाउँ फेरि मलाई फर्किन गाह्रो मात्र हिँड्नु त पर्यो त्यही भएर आफू भए पनि एक त झ्याप्प हिँडे बस्यो हिँडै भइयो यस्तै हो नि हिँड्नु आफै हिँड्ने हो क्या अब मोबाइल भइसक्यो चाहियो र है नि त यसरी हिँड्दा यहाँ म फर्स्ट टाइम भइसक्यो कि क्या हो यसरी मोबाइल लिएर हिँडेको सबले हेर्दै हिँडिरहेको छ जसले हिँड्ने नि के फरक मलाई पुलिस आयो पुलिसको गाडी पनि गयो यस्तो गजब रहेछ यहाँ त यसरी हिँड्ने होइन आफै अब यस्तै हो धेरै तल नगएको फाइदै भयो यति उकालो चढ्नु पर्थ्यो मलाई बेकारमा फेरि अब कस्तो केही घुम्ने ठाउँ भएको भए पार्क साक भएको भए पो जानु हुन्थ्यो अनि केही पनि छैन रोड मात्र छ यतातिर
सो जाँदिनँ म फर्किन्छु आइसुक्का रुमतिरै फर्केपछि यसरी एउटाले एउटालाई गाली गरिराख्ने हो भने त यो देश कसैले नि बनाउँदैन सबले जनता झुक्काएर भोट तान्ने खेल मात्र हो कि यस्तै छ यो सब भोट जनता झुक्काउने अनि भोट ल्याउने यो एक्लै गाली गरिसकेपछि यसरी त के मजा यसमा जनता झुक्काउने काम बाहेक केही पनि हुँदैन क्या त म रुम आइसकेँ आज त मजा आयो जो चाहिँ त्यही थियो पनि अब फटाफट जान्छु त्यही हो लाग्यो म त आइसकेँ यहाँ आएपछि त आइयो नि त अब देश अब यस्तै चल्दै रहन्छ के हो अब निर्वाचनले देखाउला भएछ भने अरू त मैले के भन्न सक्छु र चिसो छ आफ्नो कोठामा गएर बसेपछि पाएको ल अब त वेट गरियो सो गाइज रुममा आइसकेँ अनि अब मोबाइल चार्ज गर्नु पऱ्यो चार्ज पनि सिद्धिसक्यो घरि फाइल लेखेछ यो फाइल बनाह घरि यो किताब पढेछ घरि फाइल यो बनाह घरि यो किताब पढेछ सो यो पढ्दा चाहिँ एकदम मजा आउँछ अरू त त्यस्तै जा लाग्छ ल यही नै थियो भिडियो आइयो त्यही नै चलिरहेको छ ल आजलाई यति नै So hope you guys like the vlog. If you like the vlog then subscribe my channel. Bye. भोलि भेटौँला